हेलो साथीहरू नमस्कार। तपाईहरू सबैलाई स्वागत गर्दछु मेरो युट्युब च्यानल सोसल अपडेटमा। आज म तपाईहरूलाई सिकाउन गइरहेको छु नयाँ युट्युब च्यानल कसरी खोल्ने भन्ने बारेमा। युट्युब च्यानल खोल्न त धेरै सजिलो छ, तर युट्युब च्यानलका सेटिङहरू कसरी गर्ने भन्ने बारेमा म आज तपाईहरूलाई सिकाउन गइरहेको छु। आउनुहोस् सुरु गरौँ आजको टपिक। सबैभन्दा पहिला त हजुरले आफ्नो युट्युब एपलाई ओपन गर्नुहोला र ओपन गरिसकेपछि हजुरले यसरी यहाँ क्लिक गर्नुहोला। क्लिक गरिसकेपछि हजुरले नयाँ जिमेल बनाउनु भएको छ भने हजुरलाई यसरी देखाउनेछ र हजुरले अब तलपट्टि रहेको लोगोमा क्लिक गरी तपाईको नामको पहिलो अक्षरको लोगो हुनेछ। त्यो लोगोमा हजुरले क्लिक गरेर यहाँनिर हेर्नुहोला, यो तलपट्टिको क्लिक गर्नुहोला र क्लिक गरिसकेपछि हजुरलाई यस्तो सर्फेस देखाउनेछ। हजुरले केशव विश्वकर्मा नाम माथि देख्नु भएको छ होला, अनि त्यहाँभन्दा तलतिर क्रिएट अ च्यानल लेखेको छ। हजुरले सबैभन्दा पहिला त यहाँ दबाएर यसरी दबाइराख्नु होला र सबैभन्दा पहिला हजुरलाई आफ्नो युट्युब च्यानलको लोगो अगाडि जो देखिन्छ गोलो टाइपको पिक्चर, कुनै पनि लोगो जो लोगो तपाईँ राख्न चाहनुहुन्छ त्यसलाई सेलेक्ट गर्नुहोला। फर्स्ट अफ अल त मैले यो क्यामेरा जसमा क्लिक गरेँ र यसरी मैले आफ्नो लोगोलाई मैले अहिले कोही पनि कुनै पनि फोटोलाई राख्दिनु छु अहिले। जस्तै मैले यसलाई राख्दिएँ। ओके, मेरो प्रोफाइल भइसकेको छ। र दोस्रो चिज हजुरले देख्न सक्नुहुन्छ, नाम भनेको छ तपाईँ आफ्नो युट्युब च्यानलको नाम के राख्न चाहनुहुन्छ। तपाईले यहाँ राखेको नामबाटै नै युट्युब च्यानल बनाउनु पर्छ भन्ने केही जरुरत छैन। तपाईले जुन जिमेल आइडीबाट आफ्नो आइडी खोल्नु भएको छ त्यो नाम तपाईलाई यहाँ देखाउने छ। जस्तै मैले केशव विश्वकर्माबाट जिमेल एकाउन्ट खोलेको थिएँ त मलाई यो देखाइरहेको छ। त म अब के आफ्नो युट्युब च्यानल तपाईले जुन खोल्न चाहनुहुन्छ, जे नाम राख्न चाहनुहुन्छ, जस्तो भिडियो बनाउन चाहन्छ त्यो हिसाबले नाम राख्नु होला। जस्तै एउटा म तपाईलाई सिकाउनको लागि मात्र एउटा यहाँ लेख्दैछु। हजुरले मैले के गरेँ, यसलाई पनि सेभ गरेँ। सेभ गरिसकेपछि तल हजुरले देख्न सक्नुहुन्छ ह्यान्डल। यो ह्यान्डल सबैभन्दा महत्त्वपूर्ण चिज हो। जस्तै युट्युबमा कमेन्ट गर्दाखेरि यो ह्यान्डलबाट सो हुन्छ र ह्यान्डलदेखि यदि हामीले यो @केशव ब्लग D7B हान्यौँ भने युट्युबमा छिटो सर्च हुन्छ अहिले। अब यति गर्ने हो। यहाँबाट हजुरले क्रिएट अ च्यानलमा हजुरले के गर्नुभयो, पहिला पिक्चर राख्नुभयो, दोस्रो आफ्नो नाम राख्नुभयो, बस त्यति हो। 2 मिनेटमा युट्युब च्यानल बन्छ। र अब तपाईले क्रिएट अ च्यानलमा यदि हजुरले दबाउनु भयो भने हजुरको च्यानल बनेर रेडी हुन्छ। यस, हजुरको च्यानल बनेर रेडी भयो। अब हजुरले च्यानल कसरी हेर्न सक्नुहुन्छ भन्दाखेरि फेरि तलको यो के लेखेको छ मेरो, तपाईकोमा जे नामले गर्नुभएको छ त्यसको पहिलो अक्षर राख्छ गोलो सर्कलमा तलपट्टि देख्न सक्नुहुन्छ। यहाँ मैले दबाइसकेपछि मेरो माथि केशव ब्लग भन्ने आयो नाम र भ्यू च्यानलमा मैले यहाँनिरै त्यही च्यानलमा दबाएँ भने मेरो यसरी देखाउँछ। अब हाम्रो युट्युब च्यानल त रेडी भयो, तर अब रेडी भयो यसैमा भिडियो नहाल्नु होला। यहाँ के लेखेको छ, म्यानेज भिडियो, अनि तल क्रिएट कन्टेन्ट अन एनी डिभाइस भनेर भनेको छ। अब यहाँ तपाईले भिडियो यहाँदेखि नै हाल्न चालु नगर्नु होला, किन भन्दाखेरि यो च्यानल मात्र भयो र यसका बहुत सारा सेटिङहरू हामीले गर्नुपर्ने छ। आउनुहोस् अब हामी देख्नेछौँ ती च्यानल कहाँबाट र कसरी हामीले सेटिङ गर्न सक्छौँ। सबैभन्दा पहिला त हामीले क्रोम ब्राउजरले ओपन गर्नुपर्ने हुन्छ। क्रोम ब्राउजर ओपन गरिसकेपछि हजुरले यहाँ youtube.com लेख्नु होला, स्पेस नदिएर, अनि तपाईले त्यसमा क्लिक गर्नु होला। फर्स्ट लिङ्कमा हजुरले यहाँ क्लिक गर्नुभयो भने खोल्न केही समय लाग्ने छ। यस, हजुरलाई यो सर्फेस यसरी सर्फेस देखाउने छ। अनि हजुरले यो माथि यो यहाँ 3 डटमा हजुरले क्लिक गर्नु होला र 3 डटमा क्लिक गरेपछि हजुरले डेस्कटप साइटमा
क्लिक गर्नु होला। तल देख्न सक्नुहुन्छ डेस्कटप साइट, यहाँ क्लिक गर्नु होला। मैले अलरेडी पहिला क्लिक गरेको सकेको छु। यो यति गरेपछि तपाईको प्रोफाइलको आइकन छ, यस यहाँनिर क्लिक गर्नु होला। यहाँनिर क्लिक गरेपछि हजुरलाई यो साइडमा क्लिक गर्नु होला। यहाँ क्लिक गरिसकेपछि हजुरले यहाँ देख्न सक्नुहुन्छ मेरो केशव रिभ्यू भन्ने आइडी जो युट्युब च्यानल हो त्यो चालु छ। अब म के गर्न चाहन्छु त, म केशव भ्लग भन्ने युट्युब च्यानललाई सेटिङ गर्न चाहन्छु। अब मैले के गर्दैछु त भन्दाखेरि सबैभन्दा पहिला त हामीले यहाँ देख्नुपर्ने हुन्छ स्विच एकाउन्ट भनेको छ। यो स्विच एकाउन्टमा दबाउनु होला। किन भन्दाखेरि मैले स्विच एकाउन्टमा गरेपछि मात्र मेरो अर्को च्यानललाई सेटिङ गर्न सक्छु, जुन मेरो अहिले नयाँ बनाइरहेको थिएँ। अब हजुरले देख्न सक्नुहुन्छ केशव भ्लग भन्ने यहाँ तल आइरहेको छ। हजुरले यसलाई क्लिक गर्नु होला। आफ्नो च्यानललाई यसरी क्लिक गरिसक्नुभयो भने यस अब हजुरले यसरी क्लिक गरिसकेपछि अब हजुरले फेरि यहाँनिर टच गर्नु होला। गरिसकेपछि हजुरलाई देखाउने छ युट्युब स्टुडियो। अब यहाँनिर हजुरले देख्न सक्नुहुन्छ युट्युब स्टुडियो। यस यहाँनिर दबाइराख्नु होला। 2-3 सेकेन्डसम्म क्लिक गरेर राख्नु होला, हात नछोड्नु होला। जस्तै यसलाई मैले क्लिक गरिराखेर दबाइराखेको छु। यस अब यसरी खोल्यो र हजुरले सेकेन्ड नम्बरमा रहेको न्यू ओपन इन न्यू ट्याब भनेको छ नि, त्यहाँनिर क्लिक गर्नु होला। सेकेन्ड नम्बर है, सेकेन्ड नम्बरमा क्लिक गर्नु होला। अब हजुरले माथि 10 देखाएको छ नि, यो 10 माथि जो देखाएको छ यहाँनिर हुनसक्छ तपाईको सेकेन्ड, फर्स्ट, 1, 2 जे पनि देखाएको छ। मेरो 10 देखाएको छ, त मैले यहाँनिर क्लिक गरेँ। त हजुरले पनि यहाँनिर क्लिक गर्नु होला। यस यहाँनिर मैले क्लिक गरिसकेपछि जो पनि तपाईको रिसेन्ट छ त्यो रिसेन्टलाई क्लिक गर्नु होला। मेरो रिसेन्ट छ। ल अब तपाईको देख्न सक्नुहुन्छ। अब हजुरलाई यसरी देखाउने छ। अब हजुरले गर्नुपर्ने यहाँ कन्टिन्यू लेखेको छ, यहाँनिर यो कन्टिन्यू भन्ने ठाउँमा दबाउनु होला। यसरी दबाउनु होला र अब हजुरलाई सारा सेटिङ यहाँदेखि नै गर्नुपर्ने छ। सबैभन्दा पहिला हजुरले हल्का जुम गर्नु होला। जुम गरिसकेपछि यहाँ तल साइडमा देख्न सक्नुहुन्छ एउटा सेटिङको लोगो छ। हजुरले यहाँ देख्न सक्नुहुन्छ। यस तल देख्न सक्नुहुन्छ यहाँनिर सेटिङको लोगो छ। हजुरले त्यहाँनिर दबाउनु होला। अब हजुरले यो सेटिङमा दबाइसकेपछि हजुरले यहाँ देख्न सक्नुहुन्छ फर्स्टमा जनरल लेखेको छ र दोस्रो नम्बरमा सेटिङ लेखेको छ। हजुरले पहिलो फर्स्ट नम्बरमा जनरल लेखेको छ र सेकेन्ड नम्बरमा च्यानल लेखेको छ। हजुरले फर्स्टलाई यसै छोडिदिनु होला, सेकेन्डवालालाई दबाउनु होला। दबाइसकेपछि हजुरले साइडमा देख्न सक्नुहुन्छ एउटा आयो बेसिक इन्फो, अर्को एडभान्स सेटिङ र अर्को छ फिचर एलिजिबिलिटी। सबैभन्दा पहिला त हजुरले बेसिक सेटिङ गर्नु होला। बेसिक सेटिङ गर्नको लागि हजुरले आफू कुन देशमा बस्नुहुन्छ त्यो देशको नाम हाल्नु होला। जस्तै मैले इन्डियामा बस्दैछु, अहिले इन्डियामा छु, म इन्डियामा बस्दैछु, त मैले अलिकति जुम इन गर्नु होला। यसरी माथि गरेर हजुरले आफ्नो देशको नाम देख्नु होला। यस मलाई यहाँनिर देखिसक्यो। सरी, इजरायल आयो। यो माथि इन्डिया छ, मैले इन्डियामा छु, त म अहिले इन्डियामा क्लिक गरेँ मैले। दोस्रो सेटिङ छ किवर्ड्स। किवर्ड्स भनेको एकदमै जरुरी चिज हुन्छ। किवर्ड्स भनेको के हो त भन्दाखेरि तपाईले आफ्नो युट्युब च्यानल कुन नामले खोल्नुभयो। जस्तै मान्नुहोस् मैले केशव भ्लग नाममा बनाएँ। युट्युबमा हामीलाई कसरी सर्च गर्छन् त, कसैले भ्लग भनेर सर्च गर्ला, कसैले सबैभन्दा राम्रो भ्लग कुन हो भनेर सर्च गर्ला, कसैले भन्ला सबैभन्दा धेरै चलेको भ्लग कुन सा हो भनेर सर्च गर्ला, राइट। त्यो मान्छेहरूले अलग अलग तरिकाले जुन हामीलाई सर्च गर्छन् त्यो सर्च गर्ने तरिका हामीले यहाँ लेख्ने हो। जस्तै मैले सबैभन्दा पहिला त केशव भ्लग लेखेँ। केशव भ्लग
लेखिसकेपछि मैले फेरि केशव अलग लेखिसकेपछि अब मैले क्यापिटल लेटरमा पनि लेख्नेछु ताकि मान्छेले कसैले क्यापिटलमा लेख्न सक्छ, कसैले स्मलमा लेख्न सक्छ। ओके, अब मैले फेरि अब राख्नेछु। अब के लेख्नेछु मैले? अब जस्तै म लेख्नेछु भलक कैसे बनाते हे, भलक कसरी बनाउने। कसरी बनाउने। अब सबैले मैले जुन नाम राखेँ त्यसैले सर्च गर्छ भन्ने त छैन नि, हैन। मान्छेले आफ्नो आफ्नो तरिकाले गर्दैछन्। जसरी भलक कसरी बनाउने एउटा, अर्को मान्छे के सर्च गर्न सक्छ भन्दाखेरि भलक बनाउने तरिका पनि, भलक बनाउने तरिका भनेर पनि त मान्छेले सर्च गर्न सक्छ नि त, हैन। अब अरू के हुनसक्छ? मान्छेले के सर्च गर्न सक्छन्? सबैभन्दा राम्रो भलक बनाउने मान्छे या त भलक बनाउने च्यानल, यस्तो पनि लेख्न सक्छन्, बराबर। टप 10 यसरी पनि लेख्न सक्छन्, टप 10 बिगेस्ट भलगर भनेर पनि लेख्न सक्छन्। युट्युबमा मान्छेले कुनै पनि हिसाबले सर्च गर्न सक्छन्। जस्तै टप 10 भलगर, यसरी पनि गर्छन्, मान्छेले सर्च गर्न सक्छन्। यो कुन हिसाबले पनि मान्छेले सर्च गर्न सक्छ भन्ने त्यो आइडिया हामीले जो पनि यसमा राख्छौँ त्यसलाई नै भनिन्छ किवर्ड्स, जसले हामीलाई धेरैभन्दा धेरै मान्छेको सर्च इन्जिनमा पुर्याउन सफल गर्दछ। जस्तै 2 4 3 4 5 6 जति पनि लेख्न सक्नुहुन्छ तपाईँले। यसरी हामीले गरिसकेपछि अब हामीले यसलाई गर्नेछौँ सेभ। यति गरिसकेपछि हजुरले सेभ गर्नुहोला। सरी, हजुरले यसरी यो सेभ लेखेको छ नि, सेभमा क्लिक गरेर यसलाई सेभ गर्नुहोला। अलिकति टाइम लिनेछ। ओके, अब फेरि हजुरलाई सेम पहिलेकै जस्तै देखायो। अब के गर्ने, फेरि हजुरले के गर्नु होला, तलपट्टि रहेको सेटिङको आइकनमा क्लिक गर्नु होला। यहाँनिर हल्का जुम गर्नु होला। जुम गरिसकेपछि यसमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि हजुरले देख्न सक्नुहुन्छ जनरललाई त्यसै छोड्नु होला। फेरि च्यानल भन्ने ठाउँमा क्लिक गरेर अब हजुरले देख्नुहुन्छ फर्स्टवाला जो बेसिक इन्फो थियो त्यो हामीले के गरेका थियौँ, भरिसकेका थियौँ। कन्ट्रीमा मैले इन्डिया राखेको थिएँ र तलपट्टि मैले आफ्ना किवर्ड्सहरू राखेर सेभ गरेको थिएँ। यहाँ देख्न सक्नुहुन्छ सेभ। अब दोस्रो सेटिङ रहेको छ एडभान्स सेटिङ। एडभान्स सेटिङमा हजुरले देख्न सक्नुहुन्छ किन गर्ने, किन जरुरत छ भन्दाखेरि के हो त भन्दाखेरि सबैभन्दा पहिला यहाँ सर्टकटमा म तपाईँलाई बताउन चाहन्छु, नो भन्ने ठाउँमा क्लिक गर्नु होला। नो मतलब यो के तपाईँले यो भिडियो बच्चाहरूको लागि बनाउनु भएको हो भनेर सोधेको छ फर्स्टमा भने हजुरले बच्चाको लागि त बनाउनु भएको होइन, बच्चाको लागि त कार्टुन वगैरह हुन्छन्। त हजुरले यो के त ठुलो मान्छेहरूको लागि बनाउँदै हुनुहुन्छ। त हजुरले हजुरले के गर्नु होला, सेकेन्ड नम्बरको अप्सनमा कतै नहेरेर सेकेन्ड नम्बरको अप्सनमा क्लिक गर्नु होला र हजुरले यहाँ तलपट्टि देख्न सक्नुहुन्छ, फेरि सेभ लेखेको छ। फेरि त्यो सेभ बटनमा दबाएर क्लिक गरिदिनु होला। यसरी क्लिक गरिसकेपछि हजुरलाई फेरि अब तलकै सेटिङमा दबाउनु होला। फेरि यहाँ तल रहेकै पहिलेकै जस्तो सेटिङमा दबाउनु होला। यहाँनिर यो आइकनमा क्लिक गर्नु होला, हल्का जुम गर्नु होला। दुईटा औँलाले जुम गरिसकेपछि हजुरलाई यसरी सजिलो हुन्छ। अब हजुरले जनरल सेटिङमा फेरि च्यानलमा दबाएर हजुरले अब फर्स्टवाला हाम्रो के छ भइसक्यो, सेकेन्ड पनि भइसक्यो, सेभ भइसकेको छ। अब हाम्रो थर्डमा छ फ्युचर एलिजिबिलिटी भन्ने ठाउँमा क्लिक गर्नु होला। सबैभन्दा मेन सेटिङ यसमै छ। फर्स्टमा हजुरले देख्न सक्नुहुन्छ स्ट्यान्डर्ड फिचर्स के छ, इनेबल छ, ग्रिन भइसकेको छ। दोस्रो नम्बर र तेस्रो नम्बर हामीलाई ग्रिन गर्नुपर्ने छ। सबैभन्दा पहिला त हजुरले दोस्रो नम्बरमा यसरी क्लिक गर्नु होला। गरिसकेपछि हजुरलाई यहाँ गर्नुपर्ने केही पनि छैन, भेरिफाई योर फोन नम्बर भनेको छ। यो फोन नम्बर हजुरले दबाएर यसरी दबाउनु होला।
अब यहाँनिर हजुरले देख्न सक्नुहुन्छ यहाँनिर कन्ट्री सेलेक्ट अटोमेटिकली भइसकेको छ। दोस्रोमा तल नम्बर राख्नु होला आफ्नो। यहाँ तल लेखेको ठाउँमा क्लिक गर्नुहोला र हजुरले आफ्नो यसरी नम्बर राख्नुहोला। नम्बर राखिसकेपछि हजुरलाई नेक्स्ट गर्नुहोला। नेक्स्ट गरिसकेपछि हजुरलाई एउटा ओटिपी आउनेछ, 6 डिजिटको ओटिपी आउनेछ। त्यो ओटिपीलाई फिल गर्नुहोला। यसरी आफूले ओटिपीलाई हजुरले फिल गरेर ओटिपी यसमा राखेर सबमिटमा क्लिक गर्नुहोला। हजुरले यहाँ देख्न सक्नुहुन्छ हजुरको के भनेको छ, फोन नम्बर भेरिफाइड। कङ्ग्रेचुलेसन भनेको छ। कङ्ग्रेचुलेसन, योर फोन नम्बर इज नाउ भेरिफाइड। अब हामीले यसलाई ब्याक गरेर अब हामी पहिलेकै ठाउँमा हुनेछौँ। ओके, अब यो भइसक्यो हाम्रो। दोस्रो पनि हजुरले देख्न सक्नुहुन्छ, दोस्रो पनि इनेबल भइसक्यो। अब आउँछौँ हामी तेस्रो नम्बरमा। तेस्रो नम्बरमा हजुरले देख्न सक्नुहुन्छ यहाँनिर क्लिक गर्नुहोला। फिचर एलिजिबिलिटीमा हजुरले भइसक्यो, दोस्रो भइसक्यो। अब सबैभन्दा तेस्रो नम्बर तलपट्टि थर्डमा देखेको छ एडभान्स फिचर। यहाँ सबैभन्दा इम्पोर्टेन्ट कुरा राखिएको छ। हामीले यो सेटिङ गर्नै पर्ने हुन्छ। यो सेटिङ गर्नको के फाइदा छ म तपाईहरुलाई बताउने छु। सबैभन्दा पहिला त कन्टेन्ट आइडी क्लेम गर्न सक्नुहुन्छ। अनि तपाईले लाइभ स्ट्रिम गर्न सक्नुहुन्छ। आफूले लाइभ युट्युबबाट पनि लाइभ जान सक्नुहुन्छ। धेरै लाइभ जान सक्नुहुन्छ डेली। अनि धेरै सर्ट भिडियोहरू बनाउन सक्नुहुन्छ। अनि तपाईले अपलोड मोर भिडियो डेली। अनि तपाईले थम्बनेल लगाउन सक्नुहुन्छ हजुरले। अनि इलिजिबल टु अप्लाई फर मोनेटाइजेसन। हजुरले मोनेटाइजेसन गर्नको लागि पनि हजुरलाई धेरै सजिलो पर्छ। अब यहाँ गर्ने के त भन्दाखेरि सबैभन्दा पहिला त हजुरले देख्न सक्नुहुन्छ या त हजुरले भिडियो भेरिफिकेसन दिन सक्नुहुन्छ, या त भ्यालिड आइडी देखि, या त च्यानल हिस्टोरी देखि। यहाँ हजुरले सबैभन्दा पहिला त या त तपाईले आफ्नो भिडियो बनाएर टक्क हालिदिनु भयो भने अहिले यो तपाईलाई भेरिफाई गर्छ। या त भ्यालिड आइडी हजुरले दिनुपर्ने हुन्छ। कुनै पनि आइडीबाट तपाईले गर्न सक्नुहुन्छ। या त 2 महिनासम्म कन्टिन्यू हजुरले भिडियो हाल्नु भयो भने पनि तपाईको च्यानल भेरिफाइड भइहाल्नेछ। मानौ म अब के गर्दैछु, भिडियो भेरिफिकेसनमा गएर अब मैले के गर्ने भनेको छ, टेक अ 6 सेकेन्ड भिडियो अफ योर सेल्फ भनेको छ। या त टेक अ फोटो अफ योर आइडी भनेको छ। या त बिल्ड हिस्ट्री भनेको छ। के गर्न चाहनुहुन्छ तपाईको विचारको कुरा हो। तर मैले यो च्यानललाई के गर्न खोजेको छु, यो त खाली तपाईलाई सिकाउनको लागि मात्र बनाइरहेको छु। त्यसकारणले म बिल्ड हिस्टोरी एज यु ग्रो लेखेको छ नि, म थर्डमा दबाउँछु। तर तपाईँ थर्डमा नदबाउनु होला। दबाउन चाहे पनि ठिकै छ, नत्र भने टेक्स्ट आफ्नो या त 6 सेकेन्डको भिडियो बनाउनु होला र हाल्नु होला। यहाँनिर क्लिक गरे भइहाल्छ है। अनि या त तपाईको आइडीको फोटो हाल्नु होला। मैले चाहिँ बिल्ड हिस्टोरीमा क्लिक गरेँ। अब यति गरिसकेपछि मैले नेक्स्टमा क्लिक गरेँ। नेक्स्टमा क्लिक गरिसकेपछि मैले डन योर च्यानल हिस्टोरी इज बिङ इलिजिबल भन्यो। मैले यहाँनिर क्लिक गरेँ। अब मेरो सेटिङ पुरा भयो। हजुरले देख्न सक्नुहुन्छ यहाँनिर कोनामा हजुरले सेटिङ देख्न सक्नुहुन्छ। यसरी जुम गरेर हजुरले यो सेटिङ छ, सेटिङनिर दबाउनु होला। हजुरले यहाँनिर दबाउँदाखेरि अब हजुरले अपलोड डिफल्ट भन्ने ठाउँमा जानु होला। ओके, सेटिङमा आउनु होला। यसरी एडभान्स सेटिङमा आएर हजुरले यहाँ देख्न सक्नुहुन्छ लाइसेन्स स्ट्यान्डर्ड युट्युब लाइसेन्स यस्तै रन्दिनु होला। दोस्रो क्याटेगोरी, यसमा सबैभन्दा मेन भनेको क्याटेगोरी। यहाँ के भनेको छ, तपाईको कुनै क्याटेगोरी छैन। या त तपाईको भिडियोको के क्याटेगोरी हो भन्दाखेरि यहाँ के भनेको छ, नोन भनेको छ, मतलब केही पनि छैन। त हामीले यहाँ क्याटेगोरी सेलेक्ट गर्नुपर्छ। जस्तै तपाईँ कमेडी भिडियो बनाउनुहुन्छ भने कमेडी गर्नु होला। एजुकेसन, जे गेमिङ, जुन तपाईले जुन प्रकारको तपाईले भिडियो बनाउँदै हुनुहुन्छ त्यो क्याटेगोरी हजुरले सेलेक्ट गर्नु होला। जस्तै मैले भ्लगको बारेमा बनाएको थिएँ, राइट।
तो फेरि म ट्राभल एन्ड इभेन्ट्समा क्लिक गर्नेछु। अनि दोस्रो चिज हजुरले यहाँ देख्न सक्नुहुन्छ ल्याङ्ग्वेज, भिडियो कुन ल्याङ्ग्वेजमा तपाईँ बनाउनु चाहनुहुन्छ। जुन ल्याङ्ग्वेज तपाईँले सेलेक्ट गर्नुभयो त्यो ल्याङ्ग्वेज बोल्ने मान्छेहरू समक्ष भिडियो युट्युबले पठाउँदछ। त्यसै गरेर साथीहरू, जस्तै मैले अहिले हजुरलाई सिकाउनको लागि मात्रै बनाएको हुनाले म कुनै पनि एउटा भाषा गर्नेछु। हिन्दी, यहाँनिर देख्न सक्नुहुन्छ हिन्दी, मैले हिन्दी गर्नेछु। हिन्दीलाई सेलेक्ट गर्नेछु। तपाईँहरूले पनि यसै गरेर गर्नुहोला। अनि हजुरले अब यहाँ अरू गर्नुपर्ने केही छैन। हजुरले यति गरे यहाँको सेटिङ पुग्छ। अब हजुरले मेरो युट्युबको च्यानलमा जसरी सेटिङ गर्नुपर्ने थियो मैले टोटली सेटिङहरू गरेर तपाईँलाई देखाइरहेको छु। आशा छ तपाईँले पनि आफ्नो युट्युब च्यानललाई यसरी नै सेटिङ गर्नुहुनेछ र मेरो युट्युब च्यानललाई लाइक, सब्सक्राइब र सेयर गरिदिनु होला। सबैभन्दा महत्त्वपूर्ण त तपाईँले यदि युट्युब च्यानल खोल्न चाहनुहुन्छ र पैसा कमाउन चाहनुहुन्छ भने तपाईँले मेरो युट्युब च्यानललाई सब्सक्राइब गरेर बेल आइकनलाई अलमा क्लिक गरिदिनु होला, ताकि मैले बनाएका हर भिडियोको नोटिफिकेसन तपाईँसम्म पुगोस् र मैले युट्युब सम्बन्धी सुरुदेखि लास्टसम्म भिडियोहरू बनाउने छु। धन्यवाद। अर्को भिडियोमा फेरि भेटौँला।